म आज तपाईहरुलाई भन्छु 4 करोडमा तपाईले नेपालमा इन्भेस्ट गर्नुभयो भने र त्यही 4 करोड तपाईले दुबईमा इन्भेस्ट गर्नुभयो भने के डिफरेन्स छ। तपाईले 4 करोड नेपालमा इन्भेस्ट गर्नुभयो भने त्यही 4 करोड तपाईले दुबईमा इन्भेस्ट गर्नुभयो भने तपाईलाई आउँछ 1 बेडरुम भने नेपालमा आउँछ तपाईलाई 4 आनाको एउटा घर। अब रेन्टलको कुरा गर्नु पर्दाखेरि 1 लाख मन्थली तपाईले कमाउनुहुन्छ भने 12 लाख हुन जान्छ इयरलीको। तर यही कुरा तपाईले दुबईमा हेर्नुभयो भने तपाईहरुले 80 देखि 85 एडी पाउनुहुन्छ र त्यो मन्थली हुन जान्छ 2.5 लाख र इयरली हुन जान्छ 30 लाख। र अब कुरा गरौँ ट्याक्सको, जहाँ तपाईले नेपालमा तिर्नुपर्ने हुन्छ इन्कम, क्यापिटल गेन ट्याक्स र रिन्युअल ट्याक्स। र यही कुरा तपाईले दुबईमा हेर्नु पर्यो भने कुनै पनि ट्याक्स तपाईहरुलाई लाग्दैन। अब कुरा गरौँ रिटर्न अन इन्भेस्टमेन्टको कुरा, जुन कि हो आरओआई। तपाईले पाउनुहुन्छ नेपालमा 2% जुन कि हुन जान्छ 10 लाख। अब यही कुरा तपाईले दुबईमा हेर्नुभयो भने तपाईले पाउनुहुन्छ 8% जुन कि हुन जानेछ 30 लाख, त्यो पनि दुबईमा। सो मैले त तपाईहरुलाई फ्याक्ट्सहरु भनिसके। सो चोइस इज योर्स। अब तपाईहरु पनि एउटा स्मार्ट इन्भेस्टर हुनु छ अनि तपाईलाई पनि गर्नु छ दुबईमा इन्भेस्ट भने DM गर्नुस् मलाई।